शोक प्रस्ताव। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रूपन्देही जिल्ला क्षेत्र नम्बर 3 बाट संघीय संसद प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य, विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य, 8 पटक नेपाल सरकारको मन्त्री रहनुभएका नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व दीपक बोहराको 74 वर्षको उमेरमा आजै मिति 2081 साल चैत्र 19 गते काठमाडौँ स्थित ओम अस्पतालमा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ। उक्त शोक प्रस्तावलाई पारित गरिदिनु हुन अनुरोध गर्दछु। उक्त शोक प्रस्तावहरू सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब हामी स्वर्गीय दीपक बोहराको आत्माको चिर शान्तिको लागि उठेर 1 मिनेट मौन धारण गरौँ।